अब होइन भने हामी त चुनाव मात्रै गर्ने हो, संविधान मान्छौँ भन्ने हो भने त गम्भीर प्रश्न उठ्छ। मलाई माफ गर्नु होला, त्यो प्रश्न के हुन्छ थाहा छ? यदि यो संविधानलाई जस्ताको तस्तै मान्छौँ, केही पनि गर्दैनौँ भने त प्रधानमन्त्रीको आधिकारिकता र वैधतामाथि प्रश्न उठ्छ। विद्रोहले मात्रै संविधान विपरीत प्रधानमन्त्री हुनु पाइन्छ। यदि विद्रोह होइन, संविधान नै त्यही घेराभित्र हामी बस्छौँ भने नेपालको संविधानले पूर्व न्यायाधीश, प्रधान न्यायाधीशलाई राजनीतिक नियुक्ति, मानव अधिकार आयोग बाहेक कहीँ पनि जाने अधिकार छैन। राष्ट्रपतिलाई प्रतिनिधि सभाको विघटन यस्तो अन्तरिम सरकारबाट गराउने अधिकार छैन। अनि सरकार अवैध हुँदैन? होइन, हामी विद्रोहबाट आएका हौँ भने मैले अघि भनेको कुरा कृपया सबै युवा साथीले सरकारले किन गर्दैन भनेर प्रश्न उठाउनु होला।